यो अधिवेशनको उद्देश्य भने पनि देशभरकै हाम्रो सङ्घीय शिक्षण सिकाइ अनुदानका शिक्षकहरूलाई चाहिँ भएको विभेदका लागि थप सशक्त रूपमा आवाज उठाउन बाध्य हुनेछौँ। यो सबैले चाहिँ देशैभरिका चाहिँ सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकले चाहिँ यो अभियान चालु गर्नुहुनेछ र सरकारले पनि यो कुरा सुनवाई गर्नेछ भन्ने अपेक्षा राखेका छौँ। धन्यवाद। नमस्कार, म नरेश कट्का, सङ्घीय शिक्षण सिकाइ अनुदान सङ्घर्ष समिति कर्णाली प्रदेश अध्यक्ष। हामी आजको यो महाधिवेशनबाट सशक्त रूपमा सरकारलाई ध्यान आकर्षण गर्नको लागि यो समिति निर्माण भएको छ। यहाँ चाहिँ विशेष गरी यो अधिवेशन गर्नुको मुख्य कारण भनेको हामीले शिक्षालाई एकरूपता लिनुपर्छ, शिक्षामा विभेद हुनु हुँदैन, शिक्षालाई नीतिगत रूपमा लिनुपर्छ। यो समिति निर्माण लगतै सङ्घीय शिक्षण सिकाइ अनुदानको नाममा भइरहेको पेशागत विभेदको हामी गम्भीर आपत्ति व्यक्त गर्दछौँ। एउटै विद्यालय प्रणालीमा रहेर समान जिम्मेवारी निर्वाह गर्ने शिक्षकहरूमध्ये केहीलाई मात्रै अवसर र सुविधा प्रदान गर्नु र अरूलाई वञ्चित गर्नु कुनै पनि दृष्टिले न्यायोचित हुन सक्दैन। योजनाहरू दिनुपर्छ भन्ने अपेक्षा राखेको छौँ। हाम्रो यो चाहिँ कार्य सम्पादन यो अधिवेशनको उद्देश्य भने पनि देशभरकै हाम्रो सङ्घीय शिक्षण सिकाइ अनुदानका शिक्षकहरूलाई चाहिँ भएको विभेदका लागि थप सशक्त रूपमा आवाज उठाउन बाध्य हुनेछौँ। यो सबैले चाहिँ देशैभरिका चाहिँ सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकले चाहिँ यो अभियान चालु गर्नुहुनेछ र सरकारले पनि यो कुरा सुनवाई गर्नेछ भन्ने अपेक्षा राखेका छौँ। धन्यवाद। सबैलाई नमस्कार, म टिभी आग्री, शिक्षण सिकाइ अनुदान सङ्घर्ष समितिको केन्द्रीय उपाध्यक्ष। खास गरी हामीले राज्यलाई दुई तरिकाले चाहिँ हामीले ध्यान आकर्षण गर्न खोजेका छौँ। पहिलो कुरा, शिक्षा क्षेत्रमा जसरी आम रूपमा चाहिँ जसरी असमानता देखिरहेको छ, विभेद देखिरहेको छ, त्यसको न्यायको निम्ति हामी चाहिँ सरकारलाई कहीँ न कहीँ चाहिँ सरकारको ध्यान आकर्षण होस्, सरकारले यो कुरा बुझोस् भन्ने हिसाबले चाहिँ हामीले आज कर्णाली प्रदेशको चाहिँ यो भेला सम्पन्न गरेका छौँ। दोस्रो कुरा, राज्यले जसरी चाहिँ विभेद बुझ्दा बुझ्दै, विभेद जान्दा जान्दै, विभेदको एकदम त्यो महसुस गर्दा गर्दै पनि जसरी एउटा चाहिँ विभेद नभएको जस्तो जो गरिराखेको छ, जो राज्य सुतिराखेको छ, यसलाई चाहिँ कहीँ न कहीँ हामीले झकझक्याउनु र राज्यलाई चाहिँ यो विभेदमा परेका शिक्षकहरूलाई कसरी एउटा नीति मार्फत चाहिँ सम्बोधन गर्न सकिन्छ भनेर हामी यसलाई दबाब सिर्जना गर्ने समूहको रूपमा चाहिँ हामी घोषित भएका छौँ। यद्यपि यो बनाउँदै गर्दा हामी आफ्नो कामबाट चाहिँ गैर जिम्मेवार बन्ने कुरा, हामीले जुन कामको जिम्मा लिएका छौँ त्यो कामबाट पन्छिने कुरा होइन। राज्यले के बुझोस् भने हामीमा भएको जुन खालको विभेद छ, विभेदको महसुस राज्यलाई राम्रोसँग छ, थाहा छ, राज्यले राम्रोसँग बोध गरेको छ, तर त्यो विभेदलाई हटाउने नीति अहिलेसम्म बन्न सकिरहेको छैन। अझ खास गरी भन्दाखेरि हामीले अहिले ठुलो जनउभार मार्फत चाहिँ सरकार निर्वाचित भएको छ, सरकार नयाँ बनेको छ। यो सरकारले के बुझ्न जरुरी छ भने जबसम्म शिक्षामा चाहिँ विभेद रहिरहेको छ, असमानता रहिरहेको छ, त्यो विभेद चाहिँ को अन्त्य जब हुन्छ तब चाहिँ राज्यले चाहिँ भरपुर तरिकाले सबै प्रकारका शिक्षकहरूलाई राज्यको नीतिमा चाहिँ समाहित गरेर चाहिँ यो विभेदको चाहिँ अन्त्य गर्न सकिन्छ। एकताबद्ध भएर जाने हामी प्रण चाहिँ गरेका छौँ। नमस्कार, म रूपेन्द्र कुमार यादव, स्थायी ठेगाना पञ्चपुरी नगरपालिका वडा नम्बर 5, सेवारत विद्यालय जनज्योति माध्यमिक विद्यालय पञ्चपुरी 10 जामसुर्खे। आज यस असार 13 गतेको दिन कर्णाली प्रदेश भेला मार्फत मलाई यस सङ्घर्ष समितिको एउटा सचिवको जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्ण महानुभाव सङ्घीय शिक्षण अनुदानमा रहनुभएका सम्पूर्ण शिक्षकहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यस घडीमा मलाई आज यो अभियान अन्त्य नभएर आरम्भ भएको पनि मलाई महसुस भएको छ। हामी हिजोको दिनमा आफ्ना माग सम्बोधन गर्दै गर्दा, शिक्षकहरूका हक अधिकारको विषयमा आफ्नै माग पनि लिएर त्यो आवाजहरूलाई बुलन्द गर्दै गर्दा आज त्यो जिम्मेवारी पदमा आफू बस्दै गर्दा यो सङ्घर्षलाई अझै तेजस्वीका साथ म अगाडि बढाउनेछु भन्ने तपाईँहरूसँग निवेदन गर्न चाहन्छु। र सङ्घीय शिक्षकलाई राज्यले गरेको जुन विभेद छ, जो अन्यायपूर्ण यो शिक्षकहरूको हक अधिकार विरुद्धमा छ, एउटा शिक्षक जसले सम्पूर्ण विद्यार्थीको जीवन बदल्नको निम्ति अरहत र मेहनत गरिरहेको हुन्छ,
आज आफ्ना अधिकारको निम्ति सरकारसँग एउटा भिक्षुकको रूपमा चाहिँ भिक्षा मागेको देखिरहँदा मनभित्र अत्यन्त तिक्तता लागिरहेको छ। एउटा शिक्षकले कलम मात्र चलाउँदैन, परिआयो भने महाभारतमा गुरु द्रोणको हातमा ब्रह्मास्त्र पनि चलेको थियो। शिक्षक भनेको यो दुनियाँ बदल्नेसँगै लागत र त्यो तागत शिक्षकमा हुन्छ र सङ्घीय अनुदानमा कार्यरत सम्पूर्ण शिक्षक साथीहरूलाई म निवेदन गर्न चाहन्छु, यो अभियानमा हामी एउटै ढुङ्गामा छौँ, डुबे सबै डुब्ने छौँ, उत्रिए सबै उत्रिने छौँ। हामीले एक एक गरेर सम्पूर्ण शक्तिलाई केन्द्रित गर्दै यो अभियानलाई, यो सङ्घर्षको दिनलाई अझै परिणाममुखी बनाउन सक्नुपर्छ भन्ने उद्देश्यका साथ सरकारतर्फ जुनसुकै परिआएमा जुनसुकै प्रकारको आन्दोलनको निम्ति पनि तम तयार रहने मेरो व्यक्तिगत निवेदन तपाईँको माझमा गर्दै मेरो म युग शर्मा शिक्षण सिकाइ अनुदान शिक्षक के अरे समितिको सुर्खेतको अध्यक्ष। हामीलाई राज्यबाट हामीले धेरै कुरा आश गरिरहेका छैनौँ। आज कर्णालीको शिक्षण सिकाइ अनुदानको एउटा कमिटी बन्दै गर्दा राज्यले हामीलाई नीतिमा बाँधोस्, राज्यले नीतिमा बाँधिसकेपछि राज्यबाट पाइने सेवा सुविधाहरू अरू अन्य शिक्षक सरह हामीले पनि पाऊँ। हस्त धन्यवाद। हस्, म शिक्षण सिकाइ अनुदानको शिक्षक, यो हाल यो कर्णाली प्रदेश सम्मेलनको चाहिँ सञ्चालक म भक्तहर बुढा। यो विशेष गरी राज्यले के गर्नुपर्छ भने हाम्रो शिक्षण सिकाइ अनुदान भनेको चाहिँ गणित, विज्ञान र अङ्ग्रेजी, यो चाहिँ मेरुदण्ड, शिक्षाकै मेरुदण्डको रूपमा, ब्याकबोनको रूपमा हेर्नुपर्छ। जसले गर्दा यदि हाम्रो शिक्षा मन्त्रीले अस्ति हामीलाई चाहिँ आश्वासन दिएको अनुसार सकारात्मक विभेद गर्नुभयो भने हामी त्यसमा चाहिँ थप हामीले उहाँलाई सहयोग गर्नेछौँ। यदि राज्यले त्यस्तै खालको चाहिँ विभेद गर्यो, हामीलाई चाहिँ अन्याय गर्यो भने हामी राज्यको विरुद्धमा पनि फेरि हामी लड्न सक्छौँ। यसको त्यही अन्तिममा हामी के देखाउन सक्छौँ भने उनीहरूले यदि राज्यले पनि हामीलाई खरानी बनाउन चाह्यो भने हामी पनि खरानी बनाउन तयार हुनुपर्छ, उहाँहरू पनि तयारी हुनुपर्छ भन्ने लाग्छ मलाई।